हेलो नमस्ते। ल आज हाम्रो चाहिँ बाहिर फेर यसो घुमघाम र किनमेल छ। छोरी म बुढो यो डिकेल्टन हो कि के सबमा आएछु। यहाँ चाहिँ अलिअलि अब हामीले यत्रो सामान किन्दा आएको। यहाँ छोरीले चाहिँ मलाई बस्नु न बस्नु मम्मी, तपाईँको लागि ठिक्क हुँदो रहेछ सानो साइकल, म तपाईँलाई अब भविष्यमा किनिदिन्छु भन्दै हँसाउँदै बस्न लगायो। फेरि हामी त्यहाँबाट फनक्कै घुमेर टाउनमा पनि स्पोर्ट्स डाइरेक्ट अनि के अरे मार्क एन्ड स्पेन्सर पनि गयौँ, अनि प्राइमार्क पनि गयौँ। अनि त्यहाँबाट आइसक्रिम खान मन लाग्यो क्या मलाई, एकदम आइसक्रिम चिसो। अनि बुढोले चाहिँ छोरीले पानी, बुढोले चाहिँ कोक खाने भनेको त छोरीले फेरि यो नगेट्सहरू पनि ल्यायो, किनकि हामी त पुरा ढेँडो खाएर गएर टन्नै थियौँ है। तर पनि अब खाइयो, खाएर फेरि हिँडेँ। यस्तो पानी पऱ्यो कि आज त असिनै पानी परेको थियो। तर अहिले चाहिँ अलिक ठिक्कको छ। घरबाट नि हेर्नु न, माथिल्लो तलबाट खिचिदिएको क्या पानी। अनि फेरि एकैछिनपछि घाम हेर्नु न कस्तो घाम। अनि फेरि साग है, फेरि अहिले बेलुका पनि सागै पकाउन लाग्छु। हाम्रो लागि त युकेवासीहरूको लागि त यो सागपात पाउने बेला त हामीलाई त दसैँ आए जस्तै हुन्छ। नेपालमा दसैँ आएर खसी काट्नु र हाम्रो लागि यो साग एउटै हो क्या। यति महत्त्व छ कि हामीलाई, आमा यति महत्त्व के गर्ने। साह्रै मिठो क्या है। अनि त त्यही साग बच्चाहरूले नि सागै भन्छ अब पाएको बेला खाने भनेर। अनि अलिकति चिकन, बिहानको सुकुटी पनि छ, त्यही भएर अलिकति चिकन भुटेँ। चिकनमा पनि थोरै सागै हाल्नु छ क्या। साग भन्नाले रकेट भन्ने मैले पहिला नै खाएको थिएँ, थोरै थियो, त्यो पनि ल्यायो अब बिग्रिन्छ भनेर। अनि हेर्नु न अब त्यो प्याजको पनि सागै हो, धनियाँ पनि सागै, पतिना पनि सागै, हरियो हरियो हरियै छ सबै। यसपालि चाहिँ हालेर मैले ग्रेभी बनाएँ। अनि त्यहाँबाट दाल पनि पकाएँ। अनि बुढोलाई चाहिँ खाना हालिदिएँ, साग हालिदिएँ, अनि कुखुराको मासु हालिदिएँ, दाल हालिदिएँ। अनि त्यहाँबाट हामीले चाहिँ ड्राई बफ, यो सुकुटीको अचार पनि छ क्या, पिरो अचार किनेको। अनि त्यहाँबाट करेलाको पनि, अनि त्यसपछि अकबरे पनि 3टा किनेको हो नि त। अनि त्यो चाहिँ मैले त्यो सानो सानो हो, त्यो भाँडामा हेर्नु न, त्यो सानो सानोमा हालेर राखेको छु क्या। त्यहाँबाट खन्याएर अनि त्यो हालिदिएँ। बुढोलाई फेरि पिरो अचार चाहिन्छ नि त, यो चाहिँ बुढोको लागि है यो खाना। मैले यहाँ पछाडिपट्टि राखेको छु क्या, त्यसको फोटोहरू पनि राखेको छु। एकदमै मिठो रहेछ क्या। अहिले चाहिँ हामीले यो खाने गरेछौँ। हेर्नु न, पानी हेर्नु न, बाहिर हेरेको त यस्तो असिना पानी पर्दै कस्तो नेपालको याद आउँछ यस्तो बेलामा त। आहा नि, ल नेपालको सम्झना गर्दै इन्जोय लिनु होला है युकेवासीहरू। थ्याङ्क यू।